हेलो नमस्ते सलाम वालेकुम है। आज चाहिँ ल तिजाको दर मान्ने अब हामी अब यसरी रोटीको साथमै दाइले हालिसक्यो रोटी। फुल्छ किन्न फुल्ने हो, फुलेन भने फेरि दबाई गरौँ नि। फुल्यो फुल्यो अलि नतातेको के हो। ल यस्तो छ हाम्रो चलन चल्ती। अब तिजा गइसक्यो तैपनि अब तिजाको मासु यस्तो छ हाम्रो साउदीको अवस्था। साउदीको अवस्था ल है साथीहरू। अब हामी चाहिँ सेल पनि राम्रै भएको छ। मैले बिहानै फुलाएर राखेको हो नि। तेरो ल कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया लाइक सेयर अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला है। हामी चाहिँ साउदीमा अब सुख दुःख सधैँ दुःखको मात्रै के भिडियो हेर्नुहुन्छ र होइन, कहिले मनोरञ्जन रमाइलो गरेको पनि हेर्नु होला होइन। ल यस्तो छ। अब खाइन्छ मजासँग। ल स्वादिलो बन्दैछ है साथीहरू सेल त। ल अब फेरि हाम्रो रीतिरिवाज अनुसार आसेपासे गाँसेहरूलाई चढाउन नि पर्यो है। ल हाम्रो पुर्ख्यौलीहरू सबै पितृहरूलाई देउदेउता वनको घरको सबैलाई है आफ्नो गरेर यतातिर खाएको बेला नछेराओस्। अपचट नगरोस्, नछेराओस् है। ल पहिल्यै चढाइदिइसकेको छु देउदेउताहरूलाई पितृहरूलाई सबैलाई। बाँडी चुडी खानु होला। एकदम नरम छ के हुन्छ बवाल हुन्छ। यस्तो छ स्वादिष्ट भोजन आजको लागि। तिजा विशेष तिजा दर हजुर। यता एकफेरि हेलो गरिदिनु नि त सर। तर पसिना चाहिँ बवाल आजै गर्मी छ माछा। अन्तिममा यस्तो राम्रो राम्रो सेल भयो कि के भन्नु, यति राम्रो सेल भयो। यता फेरि कहिले कामै हुँदैन। खतरा फ्राई छ त फेरि चिकन। ल अब यहाँ त्यही त हो नि मत्यौलीहरूको के हुन्छ यहाँ। अब सेट जाँड मसिन्छ म फेरि। ल हाम्रो सुरुवात भइस साथीहरू। यस्तो गरेर सलाद जाँडको साथमा सेलरोटी मासु है। है साथीहरू हामी त यस्तै छ। भेलु बाजेल जाने कि हामी त घिचे छौँ के अरे त। ल अर्सा कि अझै अर्साको साथमा यस्तो हामी त बिहानैदेखि घिचै छौँ के अरे। ल है त